नेपालको विकास भनेको चाहिँ कस्तो छ भन्दा हेर्न सक्नुहुन्छ। यस्तो छ बाटो, हिलो हिलो यहाँनिर होइन। अहिलेको समयमा धान रोप्न मिल्छ क्या। हेलो गाइज, आज चाहिँ हामी होइन यता कहाँ रे कमल विनायक जानु लागेको छौँ होइन। केटा सबजना छन् होइन। अब कमल विनायकमा जाँदैछ। हामी चाहिँ अहिले यता यो तल्लो बाटोबाट गइरहेको छौँ। शान्त माटो यो माथिको बाटो पनि जानु मिल्छ, तर हामी चाहिँ अहिले तल्लो बाटोबाट गइरहेको छौँ होइन। भ्लग अलि आएको थिएन, आज चाहिँ हालिदिउँ भनेर यसो भ्लग बनाएको। नगरकोटतिर हो, भक्तपुर। यो माथि चाहिँ नगरकोट हो, भक्तपुर होइन। अनि अब म चाहिँ भ्लग बनाउन जान्छु होइन। यो नेपालको विकास भनेको चाहिँ कस्तो छ भन्दा हेर्न सक्नुहुन्छ। यस्तो छ बाटो, हिलो हिलो यहाँनिर होइन। अहिलेको समयमा धान रोप्न मिल्छ क्या होइन। अहिलेको समयमा यस्तो बाटो छ होइन। अहिलेको यो नगरकोट पुरै यो बरु माथिल्लो बाटो पुरै भइसकेको छ, पिच भइसकेको छ। यो बाटो चाहिँ किन यस्तो बाटो हेर्नु नै यस्तो छ है गाइस। बाटोको हालत भनेको चाहिँ यस्तो छ होइन। अब के भन्नु, अब यस्तरी हिँड्नु परिरहेको छ होइन। अब ठिकै छ, यस्तै बाटो भए पनि अब हिँड्नै परेको होइन। यस्तो बाटो भयो नि हिँड्नु पऱ्यो। अब यहाँ यो पौडी खेल्नु क्या, यहाँ पौडी खेल्न मिल्ने चाहिँ छ क्या यहाँ बाटो। त्यतिको चाहिँ सजिलोस् सरकारले गरेको छ काम चाहिँ। त्यो हामी यहाँ अघिको त्यो धान रोप्ने बाटो कटाएर चाहिँ अब हामी यहाँ ढलान गरेको बाटो आइपुगेका छौँ। यो पछि चाहिँ उयो माथि चाहिँ पुरै पिच छ बाटो होइन। राम्रो छ, त्यहाँदेखिको बाटो चाहिँ राम्रो छ। त्यहाँनिर बाँसबारी पुगिन्छ, बाँसबारी त्यतै हो होइन। अब हेर्नुहोस्, हाम्रो यसो सानोतिनो अब गएर काम चाहिँ देखाउन मिल्दैन त्यहाँ, किनकि भिडियो सिडियो मोबाइल झिक्नै पाउँदैन, अलाउड छैन त्यहाँ, मोबाइल अलाउड छैन। अब ल अहिले चाहिँ हामी बाँसबारीबाट माथि लागिसक्यौँ। अहिले चाहिँ हाम्रो पुरै रुट पिच छ होइन। पुरै बाटो अलिक यहाँबाट हामी लक्ष्मण डाँडा हुँदै अगाडि जान्छौँ। लक्ष्मण डाँडा हुँदै बिस्तारो अगाडि बढ्नेछौँ। आर्मी ब्यारेक पुगिसक्यो होइन। अब आर्मी ब्यारेक यहाँ छ ठुलो छ। अब यहाँबाट टक्क हामी जान्छौँ। यहाँबाट टक्क हामी अब काममा लाग्छौँ। अब काममा मोबाइल छ नि झन् आर्मीको लप्टन डाँडा हो। नामहरू छ लप्टन चौतारी चौतारी छ है बाटो आर्मी सर हुनुहुन्छ होइन। त्यसको लागि खतरा त्यसका अरू नभयो भने हामीलाई उसँग ल्याइदिने। हेलो गाइज, रातिको अहिले ठ्याक्कै हेर्न सक्नुहुन्छ होइन। 10-11 बज्न लागि छ। अनि हामी चाहिँ यहाँ क्या छाता ओढेर राति बाटोमा हेर्नु ल टक्क कोही छैन क्या। बाटो पुरै सुनसान छ, तर हामी चाहिँ कामबाट भर्खर फर्किँदै भविष्यमा अनि हामीलाई गर्नुपर्छ। आर्मीको यो ब्यारेक्सन ल्याइदिनु भयो। अब यहाँदेखि हामी हिँड्दै आउँदैछौँ होइन। अब मान्छे भिजे पनि हामीले मोबाइल चाहिँ भिज्न दिएको छैन। अब यस्तै हो होइन। कि कसो केटा काम गर्दा कस्तो भयो त? एकदम रमाइलो यार। त्यही त काममा चाहिँ अब यसो भिडियो बनाउन मिल्दैन त्यो। हेर्नुहोस् गाइस, मोबाइल झिक्न पाउँदैन। छोडिदिएको त्यही पनि 12 बजी हो खासमा छुट्टी, तर 11 बजी पनि छोडिदिएको छ। अब यस्तै हो, गाडीमा ल्याइदिनु भयो, धन्यवाद छ उहाँलाई होइन। अध्यक्षसँग ल्याइदिनु भयो। अनि गाइज हामी चाहिँ हाम्रो घरसम्म आइपुग्नलाई 25 मिनट जति हिँडिसक्यौँ होला हामी। नगरकोटको भ्यू हेर्न सक्नुहुन्छ अगाडि। नगरकोटको भ्यू छ है अगाडि छ पुरै। यो नगरकोट हो होइन, उता यता। अनि हामी यहाँ बाटोमा हिँड्दैछौँ नि। राति यो भूत हिँड्छ।
हामीले त गाइज यस्तो खाल्चाङ खुल्चुङ गरेर नि सुने हो बढेको आवाज आइरहेको छ गाइज होइन यतातिर यता अलिक डर लाग्दो छ ठाउँ हामीसँग टक्क 45 मिनट लाग्छ के अरे 30 मिनट लाग्यो भनेको 45 मिनट लागिसक्यो होइन तर हामी घर आइपुग्न लाग्यौँ ठ्याक्कै 45 मिनटमा 45 भन्दा नि 46 47 भइसक्यो त्यही नि गन्दाखेरि त 45 भयो नि त हामी यसो गफसफ गर्दै आयौँ अलि ढिलो भयो होइन ल टक्क अब हेर्नुहोस् यहाँ गणेश चोकमा आइसक्यौँ होइन अब चाहिँ हामी गणेश चोकमा आइसकेका छौँ यो अलि राति भएर यस्तै हो यहाँ चाहिँ नगरकोट गणेश मन्दिर छ नगरकोट चाहिँ यो ब्लर यो माथि डाँडाको हो होइन नगरकोट चाहिँ अब हामी चाहिँ यहाँ तल छौँ 50 मिटर जति छ ल ठ्याक्कै ल है त ल है गाइज अब आजको लागि भ्लग यति नै